हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म यसो माइन्ड फ्रेस गर्नको एउटा राम्रो ठाउँमा घुम्न जाउँ भनेर घरदेखि हिँडिसकेको छु र हजुरहरू पनि हेर्नुहोस् कस्तो छ भ्यू भनेर है। मलाई चाहिँ एकदमै राम्रो लागिरहेछ भ्यू। आज मलाई घरमा बसी बसी दिमाग खराब भएको थियो। मैले यसो गएर एउटा भ्लग बनाऊँ कि भनेर आएको। यहाँ माथि शिव मन्दिर पनि रहेछ, भोलेनाथको दर्शन म तलदेखि गरिसकेँ। हर हर महादेव, रक्षा गर्नु होला मेरो। हेर्नुहोस् हजुरलाई कस्तो लाग्छ भ्यू यहाँको। पुरानो जमानाको जस्तो घरहरू छन्। मेरो त मनै जित्यो यहाँको भ्यूले हैन। कति रमाइलो भएको छ मलाई आज। माइन्ड कस्तो हुन्छ नि, घरमा बसी बसी मेरो त दिमागै ह्याङ भयो जस्तो भयो। त्यो भएर माइन्ड फ्रेस गर्नको लागि एउटा भ्लग पनि बनाएर आउँछु भनेर म चाहिँ घरदेखि निस्केँ हैन। अब घरमा बस्नुभन्दा त यसो माइन्ड फ्रेस होला, घुमौँ, भ्लग सलग बनाऊँ भन्ने भयो गाइज। हेर्नु होला आज लास्टसम्म कस्तो हुनेछ आजको दिन। हजुरलाई देखाउने छु सबै है गाइस। हेर्नु त अटो पनि चलिरहेछन्, म पनि अटोमै छु हैन। अब अटोमै गएर हिँडेरसम्म नहुने भयो कि धेरै टाइम लाग्ने जस्तो भयो। त्यही भएर म चाहिँ अटोमै आएको गाइस। हेर्नु यताउति पसलहरू पनि छन्। भ्यू चाहिँ मलाई एकदमै मन पर्यो। हजुरहरूलाई मन पर्छ कि नै हेर्नु त कमेन्टमा कमेन्ट छोड्नु होला है, मन पर्यो भने चाहिँ। यहाँ बाइकवाला हेर्नु त बिचमा आउँछ यार, साइडमा जानु सक्दैन। यहाँ हेर्नु हाम्रो मैयाहरू पनि रहेछन्, यहाँ बाटोमा हिँड्दैछन्। मलाई त एकदमै रमाइलो लागिरहेछ गाइस। हजुरहरू पनि हेर्नुहोस् है। आजको दिन चाहिँ कस्तो नि, आज उता के अरे स्विमिङ गर्न मिल्छ अनि जाम भन्थे। हाम्रो राजा हुनुहुन्छ मसँग एउटा जाम, त्यहाँ चाहिँ स्विमिङको लागि मस्त ठाउँ छ। स्विमिङ गर्ने अनि घुम्ला पिङसिङ खेलौँला भन्नुभयो। त्यही भएर म चाहिँ माइन्ड फ्रेस गर्न आएको। हेर्नु होला आज लास्टसम्म है। हेर्नु त भ्यू कति दामी छ क्या। आहा, भ्यूले चाहिँ एकदमै मेरो मन जित्यो क्या गाइस। है त हेर्नु त हरियाली हो रे दिल गार्डन हो रह्यो गाइस मेरा। उताबाटको आन्टीहरू आइरहेछन्। हेर्नु आन्टीहरू पनि रोड क्रस गर्दैछन्। आन्टी हेलो आन्टी। आन्टीलाई के हेलो भन्नु है। मैयाहरू आएको भइदियो त भन्न स्वाभाविक। रे मैयाहरू पनि भेटिए। अब देखाउँ क्यामेराले। हाई अरे टिकटकमा हाल्नु भिडियो हेर्छु भन्नु लाग्थेँ। अब हामीहरूको यात्रा चाहिँ जारी छ गाइस। यहाँ चाहिँ हल्का टाढै थियो कि, घरभन्दा धेरै टाढा थियो, हिँडेरसम्म आउन नहुने भयो। त्यही भएर चाहिँ हामी अटोमा आछौँ। हेर्नु यहाँ साइकलमा पनि खडा भइरहेछन्। रुख हेर्नु न कति दामी रहे। अरे 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 यहाँ साइकलमा पनि साइकल यात्रीहरू पनि धेरै छन्। अनि हेर्नुहोस् घरहरू पनि दामी छन्। यो पुरानो जमानाहरूको घर हो हैन। आजभोलिको त अर्कै ब्ल्याङ्क टाल बन्छ। पहिलाको चाहिँ छतमा छैनन् अनि छानावाला रहेछन् हैन। घर एकदम दामी लाग्यो मलाई यहाँको। यहाँ खेत पनि रोपिरहेछन्। हेर्नु त खेत पनि रोपिरहेको रहेछन्। भर्खर पानी भर्खर आयो नि, त्यो भएर खेत रोप्ने पनि काम पनि जारी भइरहेको छ। अनि यहाँभन्दा अगाडिको रोड चाहिँ ठिक छ। उतापट्टिको चाहिँ खचाङ थियो। यहाँभन्दा उताको रोड चाहिँ दामी रहेछ, मस्त रहेछ। हेर्नु त अरे अरे इतना सुन्दर, इतना खूबसूरत कभी देखा है क्या गाइस। यहाँको हेर्नु रोड चाहिँ फ्री छ। हामी आएको त धेरै भइसक्यो टाइममा, तब पनि हामी पुगिरहेको छैनौँ। धेरै टाढा थियो कि घरभन्दा उता। त्यो ठाउँ चाहिँ के अरे चप्परगढीभन्दा उता गएर खड्गदार भन्ने हुन्छ एउटा, त्यहीँ हो। हात्ती सार छ। हात्ती चाहिँ अहिले चर्न गएको हुन्छ अरे। हात्ती चाहिँ भेटिन्न अरे। अहिले स्विमिङ गरेर अनि माइन्ड फ्रेस गरेर भ्यू हेरेर आउने भनेर म हिँडिरहेको छु। कसैको फ्यामिलीहरू पनि जाँदैछन् त्यतै है। त्यतै हेर्नुहोस् त भ्यू दामी छ। अनि मलाई पनि आज मेरो मन एकदम खुसी भइरहेको छ यस्तो ठाउँमा आउँदा। हजुरहरूलाई म पनि यस्तो ठाउँ देखाउन पाउँदा मलाई पनि खुसी एकदमै लागिरहेछ। अब चाहिँ म त्यहाँ पुग्ने लागिसकेको छु। त्यहाँ महादेवको मन्दिर रहेछ, दर्शन गरेँ। जय महादेव। यहाँ चाहिँ देख्नु लेखिरहेछ हेर्नु त रानीघाट। यहाँ चाहिँ मैले सोधेको जान मिल्छ कि नै टिकट नकाटेर भनेको। टिकट त काट्नै पर्छ भन्नुभयो। मैले भने हामी पनि धेरै होइन, एकचोटि घुमेर आउने हो, टिकट चाहिँ के काट्नु पर्ला र भनेको। टिकट चाहिँ हामीले काटेनौँ है। मैले भिडियो बनाइरहेको छु नि, अब मलाई जानु त मिल्छ होला भन्ने लाग्यो। त्यही भएर मैले टिकट चाहिँ काटेन। अनि हाम्रो यात्रा अगाडि गयो। हेर्नुहोस् यतापट्टि सबै यस्तै छ। यहाँभन्दा उता चाहिँ त्यही एरिया लागिसकेको छ। हाम्रो जाने ठाउँ जहाँको लागि आएको थियौँ त्यहाँको एरिया चाहिँ आइसक्यो।
हेर्नु सबै मान्छेहरू यता हिँडिरहेको छन्। आन्टीले के टाउकोमा के बोकेर हिँडिरहेको छन् हेर्नु त रातो रातो। यहाँ हेर्नु अब आइसक्यो। यहाँनिर सानो मन्दिर पनि रहेछ। यहाँभन्दा उठाको बाटो चाहिँ फेरि राम्रो रहेनछ क्या, खेचाङ खेचाङ रहेछ। पानी पनि आएको, बर्खा लागिसकेको छ गाइस यतातिर। यहाँको मौसम चाहिँ मलाई एकदम दामी लाग्यो। हाम्रो त्यहाँ हामी बस्ने ठाउँमा त लास्टै गर्मी थियो भने यहाँ त हल्का ठिकै रहेछ क्या, गर्मी रहेनछ, जाडै छ। अब यहाँ जाम पानी रहेछ, यहाँ पानीको धारा यो अनलिमिटेड के बगिरहने। फाइनली गाइस हामी आइसकेको छौँ यता पनि। यहाँ पानीको धारा रहेछ है, पानीको धारामा पानी पिउँ कस्तो छ है, पिउँ कस्तो छ। अरे बहुत जाडो रहेछ, पानी त ठन्डा रहेछ। अब म टाउको पनि नुहाउनु पऱ्यो, टाउको नुहाएर चाहिँ गर्छु है गाइस। अरे 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 बहुत मजा आयो गाइस पिएको। ओरे अरे यत्रो मजा पानी त मैले आज फर्स्ट टाइम देख्दैछु गाइस यहाँ कोलपुरमा। धेरै राम्रो छ पानी पनि होइन, ठन्डा पनि बहुत छ। अब चाहिँ म पिन्छु पानी है। प्यास आजसम्म नमेटेको, आज चाहिँ प्यास मेट्यो। मस्त छ पानी गाइस। अब चाहिँ एउटा खोलेर नुहाउने जस्तो पनि लागिरहेछ, टी सर्ट खोलेर ल नुहाइदिन्छु। अब हेर्नु है, मलाई चाहिँ यति जाडो पानी देखेर नुहाउन मन लागिहालेको झ्याप्पै नुहाएँ। शीतल मजा आयो, गार्डन गार्डन दिल भयो गाइस। हामी चाहिँ यहाँभन्दा अगाडि जान्छौँ, हजुरहरू पनि आउनु होला यहाँ हजुरहरू मौसम माइन्ड फ्रेस गर्नु छ भने यता आउनु होला, एकचोटि आएर जानु होला। यो चाहिँ हात्तीसारमा पुगेर आउनु होला है। मैंने नजर को तूने सपना दिखाया जगाया मुझे रातों में। सब यहाँभन्दा उता चाहिँ गेट छ है, यो गेटभन्दा उता चाहिँ त्यो लाग्यो हाम्रो जाने पार्क लाग्यो। फाइनली गाइस हामी चाहिँ हामी आउने अड्डामा पुगिसकेका छौँ र यहाँ चाहिँ पिङहरू पनि रहेछ, सबै रहेछ होइन। यहाँको सबै न मलाई एकदम दामी लाग्यो। हाम्रो गाडी चाहिँ यता खडा गरेर अब चाहिँ हामी उता धारो छ अरे एउटा ठुलो धारा, त्यहाँनिर पनि जानेछौँ। हाम्रो डान्स टिम पनि डान्स गरिरहेछ, छम्म 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 ए नाच्यो पुतली, ए नाच्यो पुतली। डान्स पनि गरिरहेछन्, रमाइलो पनि गरिरहेछन् हाम्रो जेएनजी टिमहरू। यतापट्टि हेर्नुहोस्। अब चाहिँ हामी चाहिँ उता धारो छ अरे भनेर त्यहीँ जाने हो आज। सबै मलाई चाहिँ एकदम राम्रो लाग्यो होइन, हजुरहरूलाई पनि राम्रै लाग्यो होला जस्तो लाग्छ मलाई। हेर्नु सबै यहाँ रहिसक्यो, नहुने सब चिजहरू रहेछ, सबै चिज सही थोक छ यहाँ। मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ। अब चाहिँ पानी छ अरे कहाँनिर, उतानिर पानी छ, जाउँ भन्छ तिनीहरू। पानी भएको ठाउँमा जानु पऱ्यो जस्तो लाग्यो मलाई पनि। कति 7वटा धारो भएको पानी छ अरे गाइस, मलाई त पत्ता थिएन। यो पनि अनलिमिटेड हो, बगिरहने पानी हो अरे। 7वटा धारो भएको छ, जाउँ भनेर आयौँ। यहाँमै रहेछ त 7वटा, साँच्चीकै रहेछ। मैले त झुट बोलिरहेको छ, सोचिरहेको चाहिँ साँच्चीकै भन्नुभएको रहेछ। खुट्टामा हेर्नु त हिलो हिलो लागिरहेछ, मेरो खुट्टामा पनि पखाल्छु पहिला। पानी त ओहो कितना ठन्डा है पानी, यति जाडो पानी रहेछ यार गाई। बहुत कुल छ होइन, पानी पनि कुल छ। हाम्रो सानो बाबु पनि आएको थियो हामीसँग हेर्नु, बाबु पनि भिजेर गइहाल्यो। म चाहिँ पानी सिधै त्यहीँ मुख लगाएर पिदिएँ। धेरै मलाई ठन्डा लाग्यो, त्यो भएर मलाई खानै पर्छ भन्ने लाग्यो। यतापट्टिको सिनहरू यस्तै छ, हेर्नुहोस् त भ्यूहरू एकदम दामी छ है। हजुरलाई पनि राम्रै लाग्यो होला सायद होइन। हाम्रो अर्को चाहिँ हेर्नु सरहरू यता हुनुहुन्छ। म चाहिँ यहाँ हेर्नुहोस् पानी मुख पिएँ, कति धेरै पानी पिएँ गाइस। बहुत मजा, रमाइलो लाग्यो, पानी मिठो लाग्यो होइन। तालको माछी भए तो जालमा पर्थ्यो नि, पाकेको फुल भए तो हातमा खस्थ्यो नि भएको गाइस। मान्छेहरू पनि धेरै आउँदो रहेछन्, थुप्रै मान्छेहरू आउँदो रहेछन् यहाँ घुम्न। अब चाहिँ हामी अगाडितर्फ लाग्छौँ है, अगाडितर्फ लाग्यौँ।
अब चाहिँ यो त स्विमिङ भयो भने अहिलेसम्म स्विमिङ त देखिएन कहाँ छ स्विमिङ भनेर हिँडिरहेको छौँ। अब स्विमिङ पनि हेर्ने हो। यहाँ सबै पिङ पनि छ रहेछ, यहाँ वाइफाई पनि सबै जोडिन गएको रहेछन् गाइस। वाइफाई पनि हेर्नु त, यहाँ फेरि वाइफाई पनि रहेछ। यहाँ हजुरहरू आउनुभयो भने वाइफाई पासपोर्ट उता के अरे टिकट काट्दाखेरि चाहिँ माग्नुपर्ने रहेछ। हामीले टिकट नकाटेर आएको, त्यही भएर हामीले चाहिँ वाइफाईको ल्याएको छैनौँ होइन। यतापट्टि पिङ पनि रहेछ, हेर्नुहोस् त है, पिङ पनि रहेछ यतापट्टि। ओहो कति ठुलो पेडमा लगाएको हेर्नु त, को चढ्यो होला माथि गाइस। हाम्रो सरकार पिङ खेल्न लागिसकेका छन्। पिङ पनि म चाहिँ अब माथि टपमा गइसकेँ गाइस। यहाँदेखि हेर्नु, यहाँ माथि टपमा चढिसकेको छु। अरे टपमा चढेको, माथि बस्ने पनि बनाएर रहेछन् क्या टावर जस्तो होइन। तल हाम्रो जेएनजी टिमहरू तल सुतिरहेछन् भने म माथि टपमा आइसकेँ। यिनीहरू चाहिँ माथि आउन सकेनन्, म चाहिँ माथि चढिसकेँ। हामी आएको बाटो चाहिँ यही हो। यहाँभन्दा तल अब साइडमा हेर्नु गाडीहरू पनि खडा छ, यतापट्टि मान्छेहरू पनि बसिरहेका छन्, सबै मान्छे आउने रहेछन्। यहाँ ड्युको बोतल पनि यहाँनिर रहेछ। अब यता मोबाइल राखेर मलाई चाहिँ तिनीहरू चाहिँ माथि आउनु सकेनन्, भिडियो क्यामेरा पकड भनेर सकेनन्, अनि मैले आफै यता राखेर आफै बनाएको है। त्यो भएर म हल्का राम्रोसँग आएन मलाई गाइस, सरी। तर आफ्नो गर्न सक्ने जति गरेकै हो। तर यतापट्टि मैले ब्याक क्यामेराबाट बनाएको थिएँ नि, त्यही भएर पछाडि कति आयो भनेर देख्न पाइनँ क्या। भ्यूहरू हेर्नु त, पछाडिको भ्यू कस्तो छ, दामी छ। मेरो शरीरमा हेर्नु हिलो पनि लागिसकेको छ क्या, हिलो लागिसकेको छ। पछाडिको देखाउनेछु हजुरलाई सबै, हेर्नु पछाडिको भ्यूभन्दा। यो चाहिँ बाँके राष्ट्रिय निकुञ्ज हो होइन। कस्तो छ हेर्नु त, बाँके राष्ट्रिय निकुञ्ज हो यो। यहाँ बाघहरू पनि मिल्छ, सबै मिल्छ है यहाँ जनावरहरू। त्यसै खालि हिँड्न त गरे हुन्छ, त्यही भएर सुरक्षा आफूले गर्नुपर्छ। त्यसो जङ्गलमा हिँड्नु अब जेएनजी एक्लै तल बसिरहेको छ। तल आउनु दाइ, म तल चढ्नु तल जान्छु भनेर म पनि तल जाँदैछु। एक्लै भए भनेर उता जामुन खान गइसकेको रहेछन् हाम्रो राजा। जामुन खान आइएन भन्ने बोलाइरहेको छ मलाई पनि। जामुन खानु मैले कहिले खाएको छैन, फर्स्ट टाइम होइन। यो त औषधि हुन्छ अरे के औषधि हुन्छ त्यो नाम भन्दा चाहिँ यो जामुनको रोगो टन्नै पाकेर रहेछ नि। उता हातमा देखेर झर्दैछु है, झडौँ तल झर्दैछु गाइस, के गर्नु। अरे 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 टावरदेखि त माथि चढ्न त गाह्रै पऱ्यो त मलाई। माथि गएको अर्को जेएनजी चाहिँ तल्लो तलामा छ है। म चाहिँ माथिल्लो तलामा थिएँ, जेएनजी चाहिँ तल्लो तल्लोमा छ। त्यसलाई म आफ्नो काँधमा आइज भनिरहेको छु। आइज जेएनजी, बस काँधमा। आयो काँधमा। जेएनजी पनि ह्यान्डसमै छ कि मान्छे, ह्यान्डसमै गाइज भनिरहेको त्यसले है। ह्यान्डसमै छ जेएनजी पनि। तल झऱ्यौँ, बस बस्यो। अब चाहिँ म चाहिँ उता फोटो खिच्ने ठाउँ रहेछ क्या एउटा, फोटो खिच्ने। अब फोटो खिच्न त पाइएन, अब त म चाहिँ भिडियोमै लग्नेछु त्यसलाई ठाउँलाई। मस्त रहेछ कि फोटो खिच्ने ठाउँ पनि। उताबाट हेर्नु त फुलसुलले रङ्गा रहेछ। म त्यहीँनिर गएँ हेर्नु त। अब फोटो खिच्ने मैले खिचेक्कै एउटा फोटो खिच्नु पर्थ्यो, तर फोटो खिच्ने मान्छे कोही थिएन भने चाहिँ तिनीहरू बिजी थिए कि, त्यही भएर फोटोसोटो खिचेन। अब जेमेस्टिक हान्नुपर्छ यसो, धेरै समय भयो मैले जेमेस्टिक नहानेको, एक्सर्साइज नगरेको। धेरै भयो ठाउँ घरमै सुतिरहने, दिनभरि सुत्ने, केही नगर्ने, दिमाग खराब भएर धेरै समय भएछ कि मैले जेमेस्टिक आज सक्छु कि सक्दैन भने तिनीहरू त भन्थे ढाड फुस्कला नहान्नु राजा नहान्नु भनिरहेको थिएँ। मैले चाहिँ जिद्दी गरेर हान्नै स्टार्ट गरेँ। अब सकुला त म सक्दैन जस्तो लाग्थ्यो, डरले मैले चाहिँ जोसको तालमा हाने। हेर्नु हाने, तर म त्यो जामुनको गेडाले रडाएर म गिरिसकेँ। गिर्दिएँ कि गाइस। म चाहिँ सोचेको थिएन गिर्छु भनेर, तर चाहिँ चिप्लो रहेछ कि, माटो पानी परेको रहेछ, चिप्लो रहेछ, गिरेँ। अब मैले एकचोटि अब गरेर त हार खाँदिनँ, म फेरि गर्छु भनेर फेरि जाँदैछु है त। फेरि त सक्छु होला नि, सक्छु या सक्दिनँ हजुरहरू हेर्दै जानुहोस्। छोरो मान्छे एकचोटि हार्दैमा फेरि कहाँ हार खाइन्छ त, जितेरै छाड्छु भन्ने लाग्यो मलाई होइन। अब चाहिँ हेर्नुहोस् है, अब लास्ट चान्स, फाइनल राउन्ड फाइनल राउन्ड गाइस है। हेर्नुहोस् यो उड्यो फिल्ममा हिरो आइसक्यो बचाउन हिरोइनीलाई। या यो राउन्ड चाहिँ मैले हार्नु भएन सोचिरहेको थिएँ दिमागमा,
यो राउन्ड चाहिँ सक्सेसफुल हार्ड टच नगर्ने है गाइस। हार्ड टच गरेपछि हुन्न मेरो फेरि सक्सेस। हार्ड टच नगरेर मैले गर्नु पर्यो, हार्ड टच गरेन सक्सेस या। मेरो जेएनजी गयो मलाई अब जितको त्यो गर्न, विजयता गर्न, जितेको खुसीमा हेर्नु न। ओहो उडेर ओहो जेएनजी त होइन, दाइको खुसीमा जेएनजी पनि खुसी भएर गइहाल्यो मलाई अँगालो हाल्न। हेर्नु त ओहो जेएनजीले अँगालो हाल्न गयो, जित्यो भनेर मेरो दाइले हाने भनेर जेएनजी चाहिँ जेएनजी पनि डन हो त, फेरि डन हो त। हेर्नुहोस् त गाइस, डन हो गाइस। अब चाहिँ हामी स्विमिङ भनेको तल चाहिँ स्विमिङ भन्ने ठाउँमा त आजभोलि बोलाएर हल्का पानी घोलिया रहेछ। हाम्रो जेएनजी पनि रेडी छ, तर जेएनजी चाहिँ खेल्दैन, यता साइडमा बस्छ, सानो बच्चा छ त्यही भएर लग्नुहुन्न। यसलाई साइडमा बसाल्ने हो, हामी दुईवटा मात्रै जान्छौँ तल। जान्छ त्यसलाई पनि लग्छौँ नि, हामी साइडमा उमाउँछु, म मात्रै जान्छु है, कति गहिरो छ कि नै भनेर चेक गर्छु। हेर्नु न पानी पनि घोलिएको, अब यहाँसम्म आइसकेँ, अर्को पानीले फेरि नुहाउनु पर्ला। जानु अब त्यसकै लागि आएको, त्यही नगरेर त जानु भएन भनेर म त्यहीँ चाहिँ जानको लागि रेडी भएर हिँडिसकेको छु है। यहाँ हेर्नु न जाली हाल्दै रहेछन्, के अरे बर्खा सिजनमा त धेरै भोलाउने रहेछ नि गाइस, त्यो भएर हेर्नु त भ्यूहरू ओ वा मस्त है। यहाँबाट हेर्नु न जानेमा त के अरे हिलो रहेछ गाइस। यहाँ जाली हाल्दैछन्, बाटो हेर्नु त चिप्लियो भने त शरीरै सबै बिग्रिने हो। चप्पल पनि लगाएर गएको थिएँ, यहाँ त गाइदो रहेछ चप्पल पनि, जाने बाटै पाएन मैले त। यहाँ त लास्टै हिलो रहेछ, जाली हाल्दै रहेछन् नि। त्यहाँ 2-3 खोलाहरू मिसिँदो रहेछ यहाँमा त, गिरीघाट हो कि के घाट रहेछ नि, होमा त धेरै खोलाहरू मिसिने रहेछन्। यहाँ हेर्नु त सानो भुरा माछाहरू पनि, ओहो फिस है। म चाहिँ हेर्नु अब यहाँ चाहिँ लास्टै हिलो छ कि मेरो चप्पलै चिप्लिएको, ओहो गएँ अब अगाडि चाहिँ। यो हेर्नु त दुईवटा पानी छ, एउटा पानी चाहिँ सौलो आइरहेछ, एउटा पानी चाहिँ घोले आइरहेछ, भोलाए जस्तो भइरहेछ। यस्तो हुन्छ नि हिलो माटो बगी आए जस्तो भएको छ नि त, दुईवटा पानीमा चेन्ज छ पानी। एउटा यताको अलग छ पानी, उताको अलग छ। यो हुनाको कारण चाहिँ यतापट्टिको पानीमा हिलो बगिरहेको रहेछ, उता पानीमा चाहिँ केही छैन। यो चाहिँ यो दुईवटा पानीमा एउटा के फरक लाग्यो मलाई, एउटा चाहिँ गरम थियो, एउटा ठन्डा थियो। यताको पानी ठन्डा थियो भने उताको गरम थियो है। अब म चाहिँ जान्छु कहाँनिर खेल्ने, उता हेर्नु दुईवटा हिँड्दैछन्, ऊ सानो बाबुले ल्याएर आउँदैछन् उता राजा। म चाहिँ अगाडि आइसकेँ, अगाडि होइन। म अब खेल्ने ठाउँ कहाँ छ, स्विमिङ गर्नको लागि चाहियो ठाउँ राम्रो भनेर हेरिरहेको छु, तर चाहिँ मैले भने जस्तो ठाउँ चाहिँ भेटिनँ। यो चाहिँ पानी घोलिएको भएको कारणले म चाहिँ भनेको जस्तो गर्न मिलेन गाइस। अब हेरिरहेको छु कहीँ ठाउँ मिल्छ कि भनेर। हेर्नु त भ्यू चाहिँ मलाई मन पऱ्यो, अरू स्विमिङ गर्न नपाइने भए पनि आज मलाई चाहिँ भ्यू हेर्न पाए पनि खुसी लाग्ला भनिरहेको थियो। तर यहाँसम्म आइसकेँ, अब चाहिँ स्विमिङ गरेर जानु नै पर्छ भन्ने लाग्यो आफ्नो एकचोटि होइन, सोचेँ आफै दिमागमा। त्यो पछि स्विमिङ गर्न आयो, माथि बसेको छानामा बसेको थिएँ म। यो चाहिँ हेर्नु बाँके राष्ट्रिय निकुञ्ज कस्तो छ, दामी छ नि भ्यूहरू। म अघि चढेको चाहिँ माथि टान्न हालेको, त्यहीँ बसेको थिएँ माथि हेर्नुहोस्। अब चाहिँ यहीँ जस्तो भए पनि यहीँनिर अगाडिनिरै गरेर जानु, त्यहीँनिरै डुब्नु पर्ला, स्विमिङ त्यहाँनिरै गर्नु पर्ला भन्ने जस्तो लाग्यो दिमागमा। अब तिनीहरू पनि उता रहेछन् टाढै, अब कतिखेर आउँछन् हेर्नु त। भ्यू चाहिँ बबल छ होइन। अब स्विमिङ चाहिँ गर्नै पऱ्यो। यहाँसम्म आइसकेँ, घरदेखि यति टाढा आइसकेँ होइन। अब चाहिँ म आफ्नो सोच हात्तीहरू हेरौँ भनेको, हात्तीहरू चाहिँ चर्न गएको रहेछ। हामी चाहिँ 1 बजे गएको थियौँ भने हात्ती 3 बजे आउँछ अरे, 3 बजेसम्म त त्यहाँ कहाँ बस्ने भनेर हामी चाहिँ घर रिटर्न हुनुपर्छ भन्ने थियो। त्यो भएर चाहिँ म स्विमिङ गरेर घर गइजानु पर्ला भनेर स्विमिङको लागि यतै आइसकेँ है। यहाँनिरै खेल्नुपर्ने भयो, पानी हेर्नु त कस्तो छ गाइस। तर जे भने पनि अब खेल्नुपर्ने, अब यहाँसम्म आइसक्यो होइन। स्विमिङ चाहिँ यता गई पछाडि मेरो पछाडिको हो। अब यहाँसम्म आइसकेपछि त खेलेरै जानु पऱ्यो, जस्तो पानी भयो पनि एकचोटि डुबकी लगाएरै जानु पऱ्यो भन्ने भयो। उताबाट हाम्रो ग्याङहरू आउँदैछन्, टाइगर ग्याङहरू। यहाँ चाहिँ एक्लै हिँड्नु त गाह्रो गाई चाहिँ, यहाँ त निकुञ्ज नजिक भएको कारणले यहाँ बाघहरू पनि आउँछन् होइन, जनावरहरू आउँछन्, त्यो भएर एक्लै हिँड्नु हुन्न यहाँ त। हेर्नुहोस् फाइनली गाइस, अब चाहिँ म जान्छु पानीमा। जस्तो भए पनि म एकचोटि डुबकी चाहिँ लगाउँछु, फेरि माथि गएर 7वटा धाराको पानीले नुहाउने छु घर जाँदाखेरि। अब चाहिँ गएँ, कति ठुलो सोचेको हेर, कत्रो गहिरो होला सोचेको, गहिरो चाहिँ रहेनछ। अब डुब्छु। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 25 26 27 28 29
30 सेकेन्डसम्म बसेँ गाइस म पानीको तल। तर त्यही पनि अब पानी घोलेको थियो, तर माथि गएर नुहाउने छु। ओके भाइ, नेक्स्ट भिडियोमा मिलिँदै। ओके भाइ, बाइ।